रे हामी चाहिँ मर्निङमा हिँड्दैछौँ ग्यारी र म हेलो हेलो चाहिँ पार्कमा आइपुग्यौँ सेन्टर ओस्लोको यता यस्तो बिल्डिङ छ यता यस्तो पार्क छ फर मर्निङ वाक ओहो पानी पो परेछ हो सिमसिमे चिसो भयो त यो दुबो भएर ल्याएकै खालको छैन अर्थिङमा जमिनको दुबै छैन यो शरीरको उयोले च्याच खिच्छ क्या चिसो हुँदैन फाइनली मर्निङ वाकपछि हामी घर गएर ब्रेकफास्ट खायौँ अनि त्यसपछि मोमो र म ग्रोसरी सपिङको लागि गयौँ घरमा सब थोक सकिएको थियो खाना बनाउन सो अनि हामी बाहिर जाँदा चाहिँ पुरै पानी परेर पुरा हावाहुरी लागिरहेको थियो किन यार भिडियोमा त त्यत्रो ठुलो पानी परे नि त्यसै खासै देख्दैन रहेछ कस्तो नेपालको जस्तै मार्केट आइयो त आफ्नै लाने 1429 यहाँ चाहिँ तरकारी कुकुम्बर कस्तो सानो भेजिटेबलहरू थियो कस्तो नेपालको जस्तै लाग्यो है पैसा हुनुपर्छ नर्वेमा नपाउने चाहिँ खासै केही पनि नै रहन्छ इभन पोर्चुगलमा त्यो हुन्छ नि रुख कटर पाइँदैन यहाँ त त्यो नि पाइन्छ प्याज नि पाइँदो रहेछ नि हरियो कस्तो ठुलो काँक्रो मिठो त हुन्छ कस्तो डेन्जर हावा लाग्ने है हामी चाहिँ अबसम्म किनेर घर फर्किँदै थियौँ अनि त क्या हावा लागेर कि म त छाती उल्टो गरिदिएर के हो यो छाता त उल्टो हो मम्मी के हो सिधा